सेफ्टी फिचर्स, यसको साइड स्ट्यान्ड एकदम अमेजिङ छ। त्यो पनि यसमा मलाई कुनै एक्सिडेन्टको डर पनि भएन। इफ इन केस मैले यो तल स्ट्यान्ड राखिरहेको छु भनेको चाहिँ कोही बच्चाले आएर चलायो भनेको चाहिँ त्यसको पनि डर भएन। हेलो, नमस्ते एभ्रिबडी। मेरो नाम स्नेहा ठाकुर हो। मेरो घर चाहिँ बानियाटारमा हो एन्ड मेरो अफिसको लोकेसन चाहिँ बकुन्डोलमा हो। आई वर्क एज प्रोक्युरमेन्ट अफिसर इन अ कन्स्ट्रक्सन कम्पनी। द्याट्स वाइ आई नीड टु ट्राभल अराउन्ड 20 to 25 किलोमिटर्स पर डे। आई हेभ बिन राइडिङ स्कुटी सिन्स पास्ट 7 years, तर मेरो यामासँगको जर्नी चाहिँ 6 years भयो। अनि त्यसमा पनि रिसेन्टली मैले हाइब्रिड भर्जन अपग्रेड गरेको चाहिँ 1 year जति भयो। एन्ड the most amazing part is its mileage and its mileage. Recently, I traveled to Biran, Janakpur, and I came back from Sindulika highway. Sindulika highway को condition अहिले हजुरहरूलाई थाहा नै छ, BP highway यस्तो ध्वस्त छ भनेर। तर त्यो हाइवेमा पनि I came comfortably in this scooter. सायद अरू बाइक भइदिएको भए एकदम गाह्रो हुन्थ्यो होला, तर त्यो रोडमा यो स्कुटरमा म कम्फर्टेबली आएँ। एन्ड सिन्स इट्स 125cc, यसले पिकअप पनि एकदम मजाको दिने गरेको छ। इभन इन उकालो एन्ड ओह्रालो आई एम राइडिङ दिस स्कुटी पर्फेक्टली एन्ड स्मुथली। एन्ड अल्सो यस, आई हेभ बिन द विनर in mileage challenge and my mileage was 74.7 kilometers per liter. And it has been amazing experience with Yamaha. Good to go with Yamaha.